हेलो साथीहरू र आज चाहिँ म यहाँ सोनादा जैतुन डाँडा भन्ने जग्गामा आएको छु। क्रुज डाँडा पनि भन्दैछ जसलाई। र यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ विभिन्न चित्रहरू स्ट्याचुको रूपमा बनाएको रहेछ। र यो चित्रहरूलाई तपाईले राम्रोसँग हेर्नुभयो भने चाहिँ पुरा इतिहास नै पाउनु हुने रहेछ। यीशु ख्रीष्टलाई कसरी क्रुस बोकाएर लगेको थियो है, र कसरी यो डाँडामा लगेर चाहिँ क्रुसमा टंगाएको थियो जैतुन डाँडा, जहाँ चाहिँ भन्छ मानिसहरूको पापको लागि चाहिँ उहाँले बलिदान हुनुभएको थियो र रगत बगाउनु भएको थियो। र त्यो इतिहास सबै लुकेको रहेछ है। यो एकदमै रमाइलो जग्गा रहेछ। र आज म पनि यो जग्गामा फर्स्ट टाइम आएको र मजाको लाग्यो, राम्रो लाग्यो। र यो दृश्यहरू हेर्दाखेरि धेरै नै कुराहरू बुझ्नु सकिन्छ। देख्न सक्नुहुन्छ यहाँनिर कसरी सजाय दिँदै दण्ड दिँदै ल्याएको थियो सबैहरू यहाँ बनाएर राखेको रहेछ।